रोकिँदैन कहिले निरन्तर बगिरहन्छ खोला, रोकिँदैन कहिले निरन्तर बगिरहन्छ खोला, बारम्बार पाइँदैन अमूल्य मान्छेको झोला, बारम्बार पाइँदैन अमूल्य मान्छेको झोला। लडेर सङ्घर्ष गरेर जित्नुको मज्जा बटुल्नु है, मित्र मर्नुमै समस्याको समाधान पाइन्न होला, मित्र मर्नुमै समस्याको समाधान पाइन्न होला। यस साहित्यिक चौतारी सुनेर बसिदिनु हुने यहाँहरू सम्पूर्ण श्रोताबिनहरूमा यो रात्रिकालीन साहित्यिक अभिवादन टक्राउन चाहन्छु, पक्कै पनि स्वीकार दिनुहोला। यस नमस्ते अनलाइन चौतारी ग्रुपले सञ्चालनमा ल्याएको एउटा नवीन श्रृङ्खला हो। आफूभित्र सीमित रहेको हरेक सिर्जनाहरूलाई प्रचार प्रसारको माध्यमबाट नयाँ ज्ञान मनोरञ्जन दिने लिने उद्देश्यले हरेक हप्ताको शुक्रबार यानि कि नेपाली समय साँझ 9 बजेदेखि 10 बजेसम्म प्रत्यक्ष प्रसारण हुने सहर्ष जानकारी गराउन चाहन्छु यहाँहरूमा। र साहित्यिक प्रेमी साहित्यिक अनुरागी मनहरू यहाँहरूले पनि सिर्जना पठाउन चाहनुहुन्छ भने हामीलाई सिर्जना पठाउने ठेगाना हो नमस्ते अनलाइन चौतारी ग्रुप र नमस्ते अनलाइन खबर पत्रिका पेजमा पठाउन सक्नुहुनेछ। र निकै नै माथि मैले एउटा मार्मिक मुक्तक उठान गरेको थिएँ र यो मुक्तक हामीलाई पठाउने श्रोता र सर्जक हुनुहुन्थ्यो रामकुमार प्रधानजी हुनुहुन्छ भने उहाँले ठेगाना भनेर भन्नुभएको छ मकानपुर थाहा नगरपालिका 1 भनेर भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो युनिटको तर्फबाट भने। र हामी यति बेला साहित्यिक सिर्जना अङ्क 18 लेखेर तपाईहरुकै हरपलकै स्नेह सहयात्री म जेनी शेर्पा रिया र साथमा प्राविधिकमा साथ दिँदै हुनुहुन्छ हाम्रो कुसुम एकल यात्री र त्यसैगरी बसन्त थापा र सानु शेर्पा सानु र कार्यक्रम सम्पादकमा हुनुहुन्छ महेन्द्र लुङ्गेले मगर मुस्कान र हाम्रो सम्पूर्ण युनिट यति बेला तपाईहरुमाझ उपस्थिति भइसकेका छौं र आउनुहोस् एकैछिन रमाउनुहोस् यो मिठो सांगीतिक कोसिलीबाट। सपनामा तिमी सधैँ नजिक हुन्छौ, सपनामा तिमी सधैँ नजिक हुन्छौ, विपनामा हुन्छौ टाढा, विपनामा हुन्छौ टाढा, फुलले तिमीलाई सजाएको थिए, फुलले तिमीलाई सजाएको थिए, तिमीले दियो काँडा काँडा, बुझ्नै सकिन के हो प्रेम, 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 विपनामा हुन्छौ टाढा। श्रोताबिन हामी यति बेला नयाँ बाटो साहित्यिक चौतारी कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने जमर्कोमा छौं हामी यति बेला। र यति बेला मेरो हातमा अर्को सिर्जना आइसकेको छ। हामीलाई सिर्जना पठाउने श्रोता र सर्जक हुनुहुन्छ भावुक स्टारजी हुनुहुन्छ भने उहाँले ठेगाना भन्नुभएको छ तनहु दोरफेदी हाल परदेशी खाडी युएई भनेर भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो होल युनिटको तर्फबाट भने। अर्को बसाइमा पनि हामीलाई माया गरेर सम्झेर फेरि यस्तै सिर्जना पठाउनु हुनेछ भने आशा विश्वास राखेका छौं यहाँप्रति। र अब यहाँको सिर्जनाहरू यसरी हुन्छ, स्वीकार्नुहोस् बाँकी प्रस्तुतबाट। मेरी आमाको फाटेको चोली देखेर रुन्थे म, मेरी आमाको फाटेको चोली देखेर रुन्थे म, आँसु अनि पसिनाको खोली देखेर रुन्थे म, आँसु अनि पसिनाको खोली देखेर रुन्थे म। उही पुरानै चोली अनि झोली हुन्थ्यो हातमा, पुरानै र थोत्रो त्यही झोली देखेर रुन्थे म, पुरानै त्यो थोत्रो त्यही झोली देखेर रुन्थे म। दिनरात मेलापात गर्दै हिँड्थिन् मेरी आमा, मलिन त्यो मुहार अनि बोली देखेर रुन्थे म, मलिन त्यो मुहार अनि बोली देखेर रुन्थे म। हात मुख जोड्नु पर्थ्यो रगत पसिना बगाएर,
रगत अनि पसिनाको होली देखेर रुन्थे म, रगत अनि पसिनाको होली देखेर रुन्थे म। दुःखपछि सुख एक दिन आउनेछ पक्कै भन्थिन्, हाँसो खुसी पाउने आशाको भोलि देखेर रुन्थे म, हाँसो खुसी आउने आशाको भोलि देखेर रुन्थे म। मेरी आमाको फाटेको चोली देखेर रुन्थे म, आँसु अनि पसिनाको खोली देखेर रुन्थे म, आँसु अनि पसिनाको खोली देखेर रुन्थे म। यति बेला फेरि मेरो हातमा अर्को सिर्जना आइसकेको छ र सिर्जना रहेको छ, मुक्तक रहेको छ र हामीलाई मुक्तक पठाउने श्रोता र सर्जक हुनुहुन्छ सरिता मगरजी हुनुहुन्छ। उहाँले ठेगाना भन्नुभएको छ बालाज्यू भनेर भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो युनिटको तर्फबाट भने। अर्को बसाइमा पनि यस्तै यस्तै आशा अपेक्षा राखेका छौं हजुरप्रति र अब स्वीकार्नुहोस् बाँकी प्रस्तुतबाट। गजल भनेको त छन्द छन्दमा हुनुपर्छ, गजल भनेको त छन्द छन्दमा हुनुपर्छ, तिम्रो त्यो बोली मन्द मन्दमा हुनुपर्छ, तिम्रो त्यो बोली मन्द मन्दमा हुनुपर्छ। सबैको मन छुने भाव सुनिरहौं जस्तो मुटुभित्र पनि खण्ड खण्ड हुनुपर्छ, मुटुभित्र पनि खण्ड खण्ड हुनुपर्छ। यति बेला तपाईँले नै माया गरेर पठाउनु भएको मिठो मिठो साहित्यिक कोसेलीहरूलाई पस्किने जमर्कोमा छु यति बेला पूर्ण निरन्तर रूपमा। र यति बेला मेरो हातमा अर्को सिर्जना आइसकेको छ र हामीलाई सिर्जना पठाउने श्रोता र सर्जक हुनुहुन्छ अमित थापाजी हुनुहुन्छ भने उहाँले ठेगाना भन्नुभएको छ सिन्धुपाल्चोक हाल युएई भनेर भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो युनिटको तर्फबाट भने स्वीकार्नुहोस् अब बाँकी प्रस्तुतबाट। जुन दिन्छु भन्थ्यौ आकाशलाई छोएर त देखाऊ, जुन दिन्छु भन्थ्यौ आकाशलाई छोएर त देखाऊ, तिम्रो मायाले नमेटिने दाग लायो धोएर त देखाऊ, तिम्रो मायाले नमेटिने दाग लायो धोएर त देखाऊ। पीडा नै पीडा छ मनभरि अचेल, सक्छौ भने टाढिएर त देखाऊ, सक्छौ भने टाढिएर त देखाऊ। फेरि हामीलाई अर्को एउटा सिर्जना सम्प्रेषण गर्नुहुन्छ र हामीलाई सिर्जना सम्प्रेषण गर्ने श्रोता र सर्जक हुनुहुन्छ दीपक सोमेरे मगरजी हुनुहुन्छ। उहाँले आफ्नो टाइटल नेम भन्नुहुन्छ ब्रोकन हार्ट र उहाँले ठेगाना भन्नुभएको छ पटसरी 8 कटैया रूपन्देही भैरवा भनेर भन्नुभएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु हाम्रो युनिटको तर्फबाट भने। अर्को बसाइमा पनि हामीलाई माया गरेर अर्को नयाँ सिर्जना पक्कै पनि पठाउनु हुनेछ भने आशा अपेक्षा राखेका छौं भने उहाँले पठाउनु भएको सिर्जनाका हरफहरू यसरी सुरु हुनुहुन्छ बाँकी स्वीकार्नुहोस्। अरू सबै फिक्का फिक्का लाग्छ रानी हौ तिमी, अरू सबै फिक्का फिक्का लाग्छ रानी हौ तिमी, मेरो दिलमा सजिने सुन्दरता की खानी हौ तिमी, मेरो दिलमा सजिने सुन्दरता की खानी हौ तिमी। सम्झनाले पीडा भयो आज निस्सासिँदा अँधेरीमा, सम्झनाले पीडा भयो आज निस्सासिँदा अँधेरीमा, रातहरू पछ्याउँदै मुस्कुराउने यो मेरो बिहानी हौ तिमी, रातहरू पछ्याउँदै मुस्कुराउने मेरो बिहानी हौ तिमी। विवस्थामा बिर्सिएर अनेसौं कोस कैयौं टाढा गयो भने, विवस्थामा बिर्सिएर अनेसौं कोसौं टाढा गयो भने, क्षितिज पारी निहाल्ने मेरो आँखाको नानी हौ तिमी, क्षितिज पारी निहाल्ने मेरो आँखाको नानी हौ तिमी। तिमीसँग यथार्थमा रमाउने छु बिर्सिएर विगतलाई, तिमीसँग यथार्थमा रमाउने छु बिर्सिएर विगतलाई, वर्तमानमा रमाउने भविष्यको कहानी हौ तिमी, वर्तमानमा रमाउने भविष्यको कहानी हौ तिमी। अरू सबै फिक्का फिक्का लाग्छ रानी हौ तिमी, मेरो दिलमा सजिने सुन्दरता की खानी हौ तिमी, मेरो दिलमा सजिने सुन्दरता की खानी हौ तिमी। र प्रिय श्रोताबिनहरू हामी यति बेला कार्यक्रमको अन्तिम घडीमा छौं र यहाँहरूलाई हामीले थुप्रै थुप्रै मिठास कोसेलीहरू पस्क्यौं
र अझै धेरै कोसेलीहरू बाँकी छ। अब यो हप्ता तपाईहरुले पठाउनु भएको कोसेलीहरू हामीले वाचन गर्न सकेन, हाम्रो निर्धारित समय सकिसकेको छ र अर्को साता फेरि तपाईहरुले नै माया गरेर पठाउनु भएको मिठा मिठा साहित्यिक कोसेलीहरू लिएर आउनेछु भन्दै आजको यस कार्यक्रमबाट तपाईहरुकै हरपलको स्नेह सहयात्री साथी म जेनी शेर्पा रिहा लगायत हाम्रो सम्पूर्ण युनिटलाई आजको यस कार्यक्रमबाट बिदा दिनुहोस्। हस्त, धन्यवाद।